यो 2083 वैशाख 30 गतेको घटना हो। सांसदहरू आफ्नो कुर्सीमा बसिरहेका थिए, पत्रकारहरू क्यामेरा लिएर तयार अवस्थामा थिए र पुरै देशको नजर एउटै ठाउँमा अडिएको थियो, प्रधानमन्त्री बालेन शाहको कुर्सीमा। किनकि केही दिन अघिदेखि नै स्पष्ट रूपमा भनिएको थियो कि आज अर्थात् त्यो दिन प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर देशलाई सम्बोधन गर्नेछन्। समय बित्दै गयो, मन्त्रीहरू उपस्थित भए, बहस सुरु हुन थाल्यो। विपक्षी दलहरू प्रश्न गर्न तम तयार थिए, तर प्रधानमन्त्री बालेन शाह भने उपस्थित भएनन्। प्रधानमन्त्री नआउँदा संसद भवनभित्र चर्काचर्की हुन थाल्यो र त्यसपछिका पनि जति पनि संसद बैठक भए सबैमा यही कुराको चर्चा हुन्छ, बालेनलाई उपस्थित गराउनु पर्यो, प्रधानमन्त्री बिना संसद कसरी चल्छ? नेपाल सरकारले स्वीकार गरेको छ। देशभर एउटा गम्भीर प्रश्न उठ्न थाल्यो, आखिर प्रधानमन्त्री बालेन शाह किन बोल्दैनन्? उनलाई बोल्नै आउँदैन या उनी यो सबैबाट टाढा बस्न खोजिरहेका छन्? उनीसँग जवाब दिनुपर्ने केही छैन या कुर्सीमा पुगेपछि उनलाई त्यसको मात लाग्यो? या यो सबै कुनै राजनीतिक दबाव वा डरको परिणाम हो? आखिर के हो त सत्य? आउनुहोस् आजको यो भिडियोमा जान्ने प्रयास गरौँ। प्रधानमन्त्री भन्न बित्तिकै हामीले सधैँ बोल्ने मानिसको रूपमा देख्दै आएका छौँ। माइक समातेर भाषण गर्ने, सभा सम्मेलन चाहर्ने, संसदमा विपक्षीलाई काउन्टर गर्ने र हरेक विवादमा प्रतिक्रिया दिने। तर अहिलेको परिदृश्य एकदमै फरक छ। बालेन शाह प्रधानमन्त्री बनेदेखि शपथ ग्रहण समारोह बाहेक निकै कम सार्वजनिक रूपमा देखिएका छन्। ठुला मुद्दामा खुलेर बोलेको पनि देखिँदैन, सुनिँदैन। उनले किन यस्तो गरिरहेका छन् भनेर थाहा पाउन केही वर्ष पछाडि फर्केर हेर्नुपर्छ। त्यो बेला उनी सिस्टम बाहिरका पात्र थिए, एक र्यापर, एक इन्जिनियर र सोसियल मिडियाबाट स्थापित हुँदै गएको एक रेभिलेस आवाज। उनको बोल्ने शैली र प्रेजेन्टेसन अरूभन्दा भिन्नै थियो। उनीभित्र युवाहरूको फ्रस्ट्रेसन देखिन्थ्यो। काठमाडौँ महानगरपालिकाको चुनाव ताका उनले दिएका अन्तर्वार्ताहरू अझै पनि भाइरल छन्। विशेष गरी हिमालय टिभीमा पत्रकार राजेन्द्र बानियासँगको अन्तर्वार्ता, नाङ्ग्रेस नेमाले नाउबादी सबै मिली घुमी देश खाउँ बाडी हामी। त्यो अन्तर्वार्तामा देखिएका बालेन कन्फिडेन्ट थिए, एग्रेसिभ थिए र पुरानो राजनीतिक संरचनालाई सिधै चुनौती दिइरहेका थिए। किन ढिला भइसक्यो, हामी 30-35 वर्ष यसै पनि ढिला छौँ विकासको कुरामा। र यसपछि जे भयो त्यो नेपालको राजनीतिक इतिहासमै असाधारण थियो। लौरो बजार्दै एक इन्डिपेन्डेन्ट क्यान्डिडेटको रूपमा उनले चुनाव जितेरै छाडे। अब हामीलाई एकदमै धेरै खुसी लागेको छ, यति धेरै माया पाएकोमा। अनि यो मायालाई चाहिँ हामीले एकदमै हाम्रो ऊर्जाको रूपमा लिएको। त्यति बेला उनी सोसल मिडियामा एकदमै फेमस फेस भइसकेका थिए। उनले चुनाव जित्नुमा पनि सोसल मिडियाको ठुलै योगदान थियो। वर्षौँदेखि खुट्टा पसारेर खाँदै आएका पुराना पार्टीहरूबाट जनताहरू वाक्क दिक्क भइसकेको बेला उनी भगवान जस्तै भए। तर मेयर बनिसकेपछि उनी मिडियामा एकदमै कम देखिन थाले। लामो भाषण त कहिले पो गरे होलान् र पत्रकार सम्मेलन लगभग भएन भन्दा पनि भयो। बरु उनका प्रतिक्रिया सोसल मिडिया पोस्ट मार्फत आउन थाले। उनको राजनीति बिस्तारै लेस वर्ड्स मोर एक्सनमा बदलिन थाल्यो र उनका समर्थकहरूलाई यो कुरा मन पनि पर्यो। उनी बिस्तारै सोसल मिडियामा झनै पपुलर हुँदै थिए। 2082 भदौ 23 र 24 गतेको घटना हामीले कसरी बिर्सिन सक्छौँ र? त्यो बेला सोसल मिडियामा युवाहरूको ठुलै तरङ्ग आएको थियो। अब त बालेन शाह बोल्छन् कि अगाडि बढ्छन् कि भन्ने आश सबैमा थियो। तर त्यो कुरा पुरा भएन। उनले आन्दोलनलाई फेसबुक पोस्ट मार्फत नै समर्थन गरे। सोसल मिडियामा उनका केही पोस्टहरूलाई लिएर बहस हुन थाल्यो। कतिपयले त्यसलाई इन्डाइरेक्ट प्रोभोकेसनसम्म भने, तर त्यसपछि पनि उनी चुपचाप नै रहे। न विस्तृत सम्बोधन, न प्रेस कन्फरेन्स, न इमोसनल रियाक्सन। अब त उनका आफ्नै समर्थकहरू पनि उनीदेखि दुखी हुँदै थिए। 2082 फागुन 21 गतिको प्रतिनिधि सभा निर्वाचनमा उनको निर्णय देखेर फेरि पुरा देश नै स्तब्ध थियो। केपी शर्मा ओलीको लाल किल्लामा उनले पहिलो पटक पाइला राख्दै थिए। तैपनि केपी ओलीको कम्पिटिटरको रूपमा। सोसल मिडियाको सपोर्ट त उनलाई छँदै थियो। यहाँनिर उनले सबै जनताको इमोसनसँग एकदमै मजाले खेल्दै थिए। आई लभ यु। बालेन शाहको अब पत्ता साफ हुने भयो। अब बालेनले हार्छन् कि भनेर उनका समर्थकहरू चिन्तित पनि थिए। तर जसरी उनले ठुलो मार्जिनले मेयर पद जितेका थिए, एक्ज्याक्टली त्यसै गरी नै केपी शर्मा ओलीलाई पछाड्दै झापा 5बाट उम्मेदवारी जिते। नेताहरूले चुनाव जित्न के कति गर्दैनन्, तर सकिङली उनले प्रतिनिधि सभा निर्वाचनको समयमा देशका 5वटा ठाउँमा गरेर जम्मा
26 मिनेट मात्र बोलेका थिए। चिया खानु भयो त? तैपनि उनले चुनाव जिते। अहिलेसम्म उनको हरेक पाइलामा सोसल मिडियाले भरपूर साथ दियो। लगत्तै काठमाडौँका सरकारी जग्गामा बनेका संरचना हटाउने र सुकुम्बासी बस्ती हटाउने अभियान चलाइयो। तर यहाँनिर सरकारबाट अलिकति गल्ती भयो। पहिला व्यवस्थापन अनि डोजर चलाएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने मानिसहरू कम थिएनन्। गरिबको घर उधार्न पाइँदैन, गरिबको घर उधार्न पाइँदैन। तैपनि उनी प्रत्यक्ष बोलेनन्, फेसबुक पोस्ट मार्फतै आफ्नो धारणा लेखे। यहाँसम्म आइपुग्दा एउटा कुरा त प्रष्ट हुन्छ, उनलाई सुरुमा सोसल मिडियाले स्टाब्लिस गर्यो। दोहोऱ्याउँदै सोसल मिडियाले नै मेयरको कुर्सीसम्म पुर्यायो। त्यति मात्र होइन, प्रधानमन्त्री पनि सोसल मिडियाले नै बनायो। यसलाई DSP स्ट्र्याटेजी भनिन्छ। यो स्ट्र्याटेजीको बालेन शाहले यति मजाले सदुपयोग गरे कि अब उनलाई यसको लत लागिसक्यो। आखिर के हो त यो स्ट्र्याटेजी? आउनुहोस् केही दिन अघि मात्रको यो घटनाबाट बुझ्ने प्रयास गरौँ। 2083 वैशाख 28 गते संसदमा राष्ट्रपतिको सम्बोधन चलिरहेको थियो। संसद भवनभित्र सबै नेताहरू आआफ्नो ठाउँमा बसिरहेका थिए। क्यामेरा राष्ट्रपतिमा फोकस थियो। प्रधानमन्त्री बालेन शाह पनि त्यही नै थिए। तर एक्कासी राष्ट्रपतिले सम्बोधन गर्दा गर्दै बीचमै बालेन शाह जुरुक्क उठ्छन्, केही डकुमेन्ट्स अगाडि टेबल गर्छन् र कसैलाई केही नभनी सरासर बाहिर निस्कन्छन्। उनको यो वाकआउटले देशभरि सनसनी मच्चायो। यसपछि सोसल मिडिया दुई भागमा विभाजित भयो। एउटा पक्षले काम गरे पुग्छ, सो अफ गर्नु पर्दैन भन्दैछन् र अर्को पक्षले यसरी चल्दै चल्दैन, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ, प्रश्नको जवाब दिनुपर्छ भन्दैछन्। एक समय बालेनको साथी या समर्थक देखिएका हर्क साम्पाङले पनि बालेन शाहको राजीनामा माग्दै संसद भवनबाट खुट्टा बजार्दै निस्किए। यति सब हुँदा पनि बालेनले यसबारे एक शब्द पनि बोलेनन्। थुप्रै विश्लेषकहरूको अनुसार उनलाई पुरानो राजनीतिक संस्कृति मन पर्दैन। पछाडि फर्केर हेर्दा नेपालको राजनीति लामो समयसम्म भाषणमै अड्किएको थियो, बाचा धेरै, डेलिभरी कम। सायद त्यसैले बालेनले उल्टो बाटो रुचे। DSP स्ट्र्याटेजी, डिजिटल साइलेन्स प्रोटोकल। उनले अरू नेता जस्तै सोसल मिडियामा अन्तर्वार्ता दिन थाले, मिडियामा देखिन थाले र लामो भाषणहरू दिन थाले भने उनीमा र अरू नेताहरूमा के फरक रहला? उनको जुन सोसल मिडियाको फेम छ सुरुमा त त्यस्तै रहला, तर बिस्तारै उनी धेरै पब्लिक हुन थालेपछि त्यो फेम घट्दै जानेछ भन्ने सायद उनको क्याल्कुलेसन हुन सक्छ। उनी अरूभन्दा फरक छन्, त्यसैले त उनी अहिलेसम्म स्ट्यान्ड आउट गरिरहेका छन्। नत्र फेसबुकमा एउटा पोलिटिसियनको यति धेरै लाइक कुनै रेकर्ड नै छैन। अर्कोतिर उनी बोल्न नजान्ने पनि होइन, उनीसँग एभरेज कम्युनिकेसन स्किल छ। निर्वाचन आयोग गयौँ, उम्मेदवारी दियौँ, त्यहाँ राम्रो रेस्पोन्स भयो। इभन कङ्ग्रेस एमालेकै मान्छेहरूले पनि मन पराउनुहुन्छ नि त, किनभने त्यो मान्छेले आफ्नो व्यक्तित्व त्यसरी बनाउनु पर्यो नि। तर जुन आइडेन्टिटी उनले सोसल मिडियाबाट बनाए त्यो आइडेन्टिटी उनले गुमाउन चाहन्नन्। अहिले त युग पनि डिजिटल नै छ, त्यसैले त यत्रो सब हुँदा पनि उनका समर्थकहरूले उनको साथ कहिल्यै छोडेनन्। नेपालमा सार्वजनिक अभिव्यक्ति दिँदा नेताहरू धेरै पटक विवादमा परेका छन्। मानौ बालेन शाह पब्लिक हुन थाले, पत्रकार सम्मेलनमा जान थाले, इन्टरभ्यू दिन थाले र धेरै बोल्न थाले। यसले गर्दा एकातिर बिस्तारै उनको सोसल मिडिया आइडेन्टिटी घट्दै जान्छ भने अर्कोतिर पत्रकारहरूका इल्लोजिकल प्रश्न, दबाब र कुनै एउटा गलत शब्द मुखबाट निस्क्यो भने त झन् अवस्था पहिलाकै नेताहरूको जस्तो हुन पुग्छ। अनि के फरक भयो त पहिलाका नेताहरू र प्रधानमन्त्री बालेन शाहमा? प्रधानमन्त्री किन नबोलेर बल्ल बुझिरहेछ कि? हजुर, हाम्रो प्रधानमन्त्रीज्यू हजुर किन मिडियासँग बोल्दैन बल्ल बुझिरहेछ। हो, यही ट्र्यापबाट बस्न चाहन्छन् प्रधानमन्त्री बालेन शाह र सायद यही उनको डिजिटल साइलेन्स प्रोटोकल हो, जहाँ व्यक्ति चुप बस्छ तर उसको साइलेन्स नै सबै प्रश्नहरूको उत्तर बनिदिन्छ। यो सब उनको क्याल्कुलेसन होला, तर यो रङ पनि हुन सक्छ र एक्चुअली संसदमा उपस्थित हुनाले र थोरै बोल्नाले उनको पपुलारिटी झनै बढ्न पनि सक्छ। प्रधानमन्त्री बालेन शाहलाई घन्टौँसम्म बोल, पत्रकार सम्मेलन अटेन्ड गर र फोटो खिचाउँदै अरू केही राजनीतिज्ञ जस्तै अरूको खुट्टा तान्दै बस भनेर कसैले पनि भनेको छैन। प्रधानमन्त्रीलाई यहाँ भाषण गर्न होइन, काम गर्न बोलाएका हौं सम्माननीय सभामुख महोदयज्यू। संविधानले अनिवार्य नबने पनि उनी उपस्थित हुनु र कहिलेकाहीँ सम्बोधन गर्नु उनको रेस्पोन्सिबिलिटी हो जस्तो लाग्छ। देश कुन अवस्थाबाट यहाँ आइपुगेको छ त्यसलाई मध्यनजर गर्दै। अनि राष्ट्रपतिले सम्बोधन गर्दा गर्दै त्यसरी उठेर हिँड्नु इज टोटल्ली डिसरेस्पेक्ट। र यो कुरामा म खुलेर भर्त्सना गर्छु। उनलाई मान्ने, उनलाई हेर्ने युवाहरूले सिक्ने व्यवहार पनि त्यही नै हो। अरूभन्दा अलग हुने सोचमा कतै आफ्नै खुट्टामा बन्चरो हान्ने हुन् कि भन्ने अर्को डर छ।
प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकाका साथ बोल्नुहुन्छ, सबैलाई चित्त बुझाउनुहुनेछ, आम नागरिकलाई, प्रतिपक्षलाई, सत्तापक्षलाई सबै। त्यसैले मेरो विचारमा बालेन बोल्नै पर्छ, थोरै किन नहोस्। उनी रेस्पोन्सिबल हुन जरुरी छ। अहिले न उनी संसदमा उपस्थित हुन्छन् न खुलेर बोल्छन्। लङ टर्ममा यसरी देश कहिले पनि चल्न सक्दैन। तपाईलाई के लाग्छ? तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। धन्यवाद।